फेरि पनि तपाईहरुलाई मैले एउटा छोटो भिडियो लिएर आएको छु र जतिजना तपाईहरुले यो भिडियो नयाँहरुले तपाईहरुले हेर्दै हुनुहुन्छ भने दया गरेर सब्स्क्राइब गरिदिनु हुन म नम्र निवेदन गर्दै विशेष गरेर मैले आज भिडियो एउटा छोटो ल्याउनुको उद्देश्य चाहिँ अहिले हाम्रो भारतवर्षमा पनि खेतीपाती विषयमा पनि धेरै नयाँ टुल्सहरु नयाँ औजारहरु हामी आएको देख्छौं। हाम्रो सानो खेतीबाडी होस् ठूलो खेतीबाडी होस् अनि हामीले पहिलाको कुराहरुलाई धेरै छोडेर नयाँ आधुनिक प्रकारको इक्विपमेन्टहरु हात हतियारहरुलाई हामीले चलाउनु पर्ने छ र त्यही हात हतियार एउटा मैले पनि किने अनि एकदमै सजिलो हुँदै रहेछ त्यो चलाउनुको लागि र तपाईहरुलाई पनि यो छोटो यो भिडियोद्वारा चाहिँ तपाईहरुलाई म यो देखाउन गइरहेको छु र आउनुस् म तपाईहरुलाई एउटा टुल्सको विषयमा जानकारी दिन गइरहेको छु। मैले भने है आधुनिक प्रकारको यो टुल्स हात हतियार तपाईहरुले डरलाग्दो पनि देख्नु भएको होला र यसलाई चाहिँ रेड बिल्ट 2-in-1 कल्टिभेटर पनि भनिन्छ अनि यो चाहिँ तपाईहरुले अनलाइन पाउनुहुन्छ है र यो चाहिँ एकदमै यसको बनावट पनि राम्रो छ र यो चाहिँ खिया नलाग्ने रहेछ अनि यो चाहिँ तपाईहरुले अनलाइन पाउनुहुन्छ र यो तपाईहरुले देख्नुहुन्छ यसबाट चाहिँ हामीले कुनै पनि जस्तै कोपीहरु भयो कुनै पनि खेतीबारीलाई हामीले गोड्नुको लागि विटर गर्नुको लागि र यसबाट यहाँबाट चाहिँ तपाईहरुले देख्नुहुँदै रहेछ देख्नुहुँदैछ यसबाट चाहिँ झारहरुलाई हटाउनको लागि र यसको चाहिँ तपाईहरुले यो ह्यान्डल पनि पाउन सक्नुहुन्छ र ह्यान्डल र थुप्रै यसकोमा थुप्रै यो भन्दा अरु पनि छ तर यो चाहिँ एकदमै सजिलो लाग्यो र तपाईहरुले यसलाई ह्यान्डलसँग पनि तपाईहरुले किन्न सक्नुहुन्छ भने ह्यान्डल बिना पनि र मैले चाहिँ यो ह्यान्डल बिना नै लिए अनि मैले आफ्नै हातले यो ह्यान्डल पनि बनाए अनि यो एकदमै सजिलो हुँदो रहेछ यो गोड्नु झाड निकाल्नु र यसले ढाड पनि नदुख्ने यसले लामो बेड हुनु भएको कारणले गर्दाखेरि त्यति लामो प्रकारले घोप्टिनु पनि नपर्ने एकदमै सजिलो हुँदो रहेछ र मैले तपाईहरुलाई बारीमा लगेर यसको काम पनि गरेको एउटा भिडियो छ अब तपाईहरुले त्यो हेर्दिनु होस् अनि तपाईहरुलाई इच्छा लागे यो तपाईहरुले अनलाइनमा पाउनुहुनेछ। एकदमै सजिलो प्रकारको यो चाहिँ एउटा के रहेछ हात हतियार रहेछ र अहिले मैले अघि नै भने आधुनिक युगमा हामीले आधुनिक प्रकारको औजारहरु पनि लिएर खेतीबाडी काम गर्न सक्ने रहेछौं।
र अन्तिम फाइनल रिजल्ट चाहिँ यस्तो भयो है बारी। र यो छोटो छोटो मेरो कोपी छ र यसलाई पुरिदिने उकेरा दिने काम पनि त्यो जुन तपाईँहरूले भिडियोमा देख्नुभएको छ त्यो औजारबाट सजिलो हुँदो रहेछ। र तपाईँहरूलाई अब कस्तो लाग्छ, मलाई चाहिँ एकदमै सजिलो लाग्यो यो बारी खेती गर्नुको लागि। र तपाईँहरूलाई अहिलेसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। भिडियो कस्तो लाग्छ तपाईँहरूले कमेन्ट्स गरिदिनु हुन नभुलिदिनु होला भन्दै फेरि पनि आउनेवाला दिनमा अर्कै भिडियो लिएर आउनेछु। तबसम्मको लागि तपाईँहरूले मलाई बिदा दिनुहोस्। धन्यवाद।